नमस्ते साथीहरू, म पदमराज भट्ट। आज म तपाईहरुलाई सीबीआर टेस्ट देखाउने छु, जुन रोड र पेमेन्टको सबग्रेड स्ट्रेन्थ मापन प्रयोगमा हुन्छ। यो सीबीआर अर्थात क्यालिफोर्निया बेयरिङ रेशियो सोइल वा सबग्रेडको लोड बेयरिङ क्यापासिटी नाप्ने टेस्ट हो। रोड र पेमेन्ट डिजाइनमा यसको प्रयोग हुन्छ। सक्ड वा अनसक्ड टेस्टले फिल्डको परिस्थिति देखाउँछ। यसमा टुल्सहरू रिक्वायर्ड के हुन्छन् भनेपछि टेस्ट गर्न हामीलाई चाहिन्छ सोइल स्याम्पल, सीबीआर मोल्ड 150 mm को, ह्यामर कम्प्याक्टर 19 mm सिप, प्लङ्गर 50 mm को, सरचार्ज वेट 4.5 kg, डायल गज र पेभिङ रिङ। अब हामी स्पेसिमेन प्रिपरेसन गर्छौं। स्टेप नम्बर 1 मा सबैभन्दा पहिले सोइललाई 19 mm सिपमा छान्छौं। ओएमसी अनुसार पानी मिलाएर राम्रोसँग मिक्स गर्छौं। सीबीआर मोल्डमा 3 देखि 5 लेयरमा कम्प्याक्सन गर्छौं। सरफेस लेभल गरेर मोल्ड प्लस सोइलको वेट लिएर डेन्सिटी निकाल्छौं। अब स्पेसिमेन तयार छ। स्टेप नम्बर 2 मा जान्छौं। अब सकिङ यदि आवश्यक हो भनेपछि अब सोइल माथि सरचार्ज वेट 4.5 kg राख्छौं, जुन रोडको ओभरबर्डन सिमुलेट गर्छ। मोल्डलाई पानीमा 4 दिन सक गर्छौं। डायल गजबाट सोइल कति फुलेको छ नोट गर्छौं। सोइल पर्सेन्टेज निकाल्छौं। फेरि मोल्ड निकालेर ड्रेन गरेर फाइनल वेट लिन्छौं। अब सोइल टेस्टिङको लागि तयार हुन्छ। त्यसपछि स्टेप नम्बर 3 मा जान्छौं। पेनिट्रेसन टेस्ट गर्छौं। मोल्डलाई टेस्टिङ मसिनमा राख्छौं। अब त्यो पेनिट्रेसन निडिल हुन्छ 50 mm डायमिटरको। सुरुमा सिटिङ लोड 4 kg भन्दा तल राख्छौं। 0 सेट गर्छौं। मेसिन चलाउँछौं। 1.25 mm पर मिनेटको रेटमा पेनिट्रेसन हुन्छ। 0.5 देखि 12.5 mm पेनिट्रेसनसम्म लोड रिडिङ लिन्छौं। कर्भ सुरुमा कन्केभ भए करेक्सन गर्छौं। त्यसपछि सीबीआर क्याल्कुलेसन गर्छौं। अब टेस्ट लोड @2.5 mm र 5 mm को निकाल्छौं। स्ट्यान्डर्ड लोड 103 kg पर cm² 2.5 mm को लागि र 105 kg cm² 5 mm को लागि हुन्छ। सीबीआर पर्सेन्टेज भनेको टेस्ट लोड अपन स्ट्यान्डर्ड लोड इन्टु 100 हुन्छ। फाइनल सीबीआर जसको भ्यालु ठुलो हुन्छ त्यही फाइनल सीबीआर हुन्छ। रिपोर्टमा सोइल टाइप, मोइस्चर कन्टेन्ट, ड्राई डेन्सिटी, सोइल पर्सेन्टेज, इफ सक्ड हो भनेपछि सीबीआर 2.5 र 5 mm को फाइनल सीबीआर एन्ड रिमार्क्स सबै स्पष्ट लेख्छौं। यो टेस्ट सबै इन्जिनियरहरूको लागि उपयोगी हुनेछ। यदि यस्ता भिडियोहरू तपाईलाई मन पर्छन् भनेपछि लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। जय सिभिल इन्जिनियरिङ। थ्यांक यू।